नमस्कार सबैमा। आज चाहिँ सन्डे हो अनि मेरो लागि चाहिँ फन डे हो र म घरबाट निस्किसकेँ। चाहिँ मैले कार्डमा लाउनुपर्छ पैसा। कार्ड दिएको हुन्छ जुन चाहिँ हामीले जेमा पनि प्रयोग गर्न सक्छौँ। ट्रेनमा, बसमा, ट्याक्सीमा। घुम्न जानु त मनपर्छ तर हे भगवान यो घामले म कालीलाई झन् काली बनाइदिन्छ हो। तर पनि केही कुराको पर्वाह नगरिकन म चाहिँ आज हिँडेँ है। यो चाहिँ चारतिरैबाट गाडी आउने ठाउँ हो नि त। नेपालीमा त के भन्छ यसलाई थाहा भएन। अनि यहाँ रेड लाइट भइरहेको थियो र म चाहिँ पर्खिरहेको छु र अरूहरू पनि पर्खिरहेछ। अब चाहिँ ग्रिन लाइट भयो अनि हामी सबै रोड क्रस गर्नतिर लाग्यौँ। हाम्रो नेपाल पनि कहिले यतिको सुध्रिन्छ होला कि। देश मात्रै होइन मान्छेहरू पनि सभ्य हुनु पर्यो नि त। त्यसुकै हतार भए पनि पर्खिन पर्यो, नियमको पालना गर्नु पर्यो। हामीले सरकारलाई मात्रै कराएर हुँदैन, हामीले पनि बुझ्नु पर्यो। अनि आज चाहिँ म कहाँ जाँदैछु भनेर थाहा पाउनका लागि पुरा भिडियो हेर्नु होला। अनि म चाहिँ यहाँ बसको लाइनमा गइरहेको छु। बसको चाहिँ यसरी भुइँमा र बोर्डमा नम्बरहरू लेखिदिएको हुन्छ र साथै बसहरू पनि यसरी नम्बर हेरेर चढ्नुपर्ने हुन्छ हामीले चाहिँ। म चाहिँ आज यहाँको चाइनिज टेम्पल जाँदैछु जुन चाहिँ म बसेको ठाउँ युङलङबाट 45 मिनट लाग्छ। अनि म जानुपर्ने ठाउँ चाहिँ यामाताई हो। अनि म चढ्ने बस चाहिँ 268X हो र मेरो बस पनि आयो र मैले मेरो कार्ड युज गरेँ र म बस चढेँ। साथै हामी ट्रेन पनि लिन सक्छौँ तर मलाई चाहिँ बसमै ट्राभल गर्न एकदम मजा लाग्छ। बाहिर यति मजाले सबै कुराहरू हेर्दै हिँड्न मजा हुन्छ नि त। मलाई चाहिँ हङकङ चाहिँ नेपाल जस्तै नै लाग्छ। नेपाल जस्तै नै पनि छ वरिपरि डाँडा काँडाहरू। ठ्याक्कै भन्नुपर्दा चाहिँ मलाई धरान जस्तै नै लाग्छ है। वरिपरि पहाडै पहाड अनि जहाँसम्म भएको छ हो त्यहाँनिर चाहिँ सहरहरू छ। यसरी बाहिर निक्लिँदाखेरि चाहिँ एकदम मलाई नेपालको याद आउँछ क्या। यसरी बाटोघाटोहरू देख्दा होइन, फुलहरू देख्दा। यसै पनि विदेशमा छु, आफ्नो जन्मभूमिको आफ्नो बाउआमाबाट टाढा छु है, याद त आइहाल्छ। अनि यहाँको यस्तो विकास देख्दा चाहिँ हाम्रो देश पनि कहिले यतिको विकास हुन्छ होला जस्तो लाग्छ क्या। तर अब चाहिँ आशा छ हाम्रो देशले पनि छिट्टै मुहार फेर्नेछ। हाम्रो युवा पुस्ता भाइहरूको बलिदानले भ्रष्टाचारीहरू चाहिँ हटेर गइसकेको छ। हाम्रो देशका सपुतहरू हर्क साम्पाङ सर, बालेन सर, कुलमान घिसिङ सर हुनुहुन्छ। अरूहरू पनि धेरै हुनुहुन्छ जसले राम्रो काम गर्नुभएको छ देशको लागि। उहाँहरूलाई धेरै धेरै धन्यवाद। अनि यहाँ चाहिँ बसहरूमा अगाडि कुन चाहिँ बस स्टप आउँदैछ भनेर पनि भनिदिन्छ। मेरो बस स्टप आइसकेको थियो त्यसैले म पनि ओर्लिएँ। यो चाहिँ यामाताईको तिन हाउ रेस्ट गार्डन हो। यसको यो जुन अगाडि देख्दै हुन्छ यो चाहिँ मन्दिर हो तिन हाउ। अनि यसको पछाडिपट्टि चाहिँ यो रेस्ट गार्डन रहेको छ। अनि यो चाहिँ नेपाली भाषामा भन्नुपर्दा यसो हावा खाने ठाउँ, शीतल ताप्ने ठाउँ बनाएको हो। यो चाहिँ मन्दिरको अगाडिपट्टि रहेको छ। यो चाहिँ यामाताईको तिन हाउ टेम्पल हो। अनि म चाहिँ आज सन्डेको दिन छुट्टी हो त्यही भएर म मन्दिर आएको हो है। मलाई थाहा छैन तपाईँहरू मान्नुहुन्छ हुँदैन तर म चाहिँ भगवानप्रति एकदम आस्था राख्ने मान्छे हो। अनि यो मन्दिरको बारेमा भन्नु पर्दाखेरि चाहिँ यो तिन हाउ मन्दिर 1864मा स्थापना गरिएको थियो। यो तिन हाउ मन्दिर हङकङको व्यस्त यामाताई ठाउँमा अवस्थित छ। तिन हाउ मन्दिरको इतिहास चाहिँ यस्तो रहेको छ। तिन हाउ नामको अनुवाद स्वर्गीय महारानी वा स्वर्गीय रानी हो। शताब्दीदेखि हङकङ र अन्य चिनिया समुदायका मानिसहरूले उनलाई समुद्रको देवी र नाविकहरूको रक्षकको रूपमा पूजा गर्दै आएका छन्। तिन हाउ मन्दिर हङकङको माछा मार्ने समुदायसँग जोडिएको छ। यामाताईमा रहेको तिन हाउ मन्दिर र कजवे खाडी जस्ता प्रारम्भिक मन्दिरहरू 18औं र 19औं शताब्दीबाट नाविकहरूको रक्षा गर्ने सामुद्रिक देवी तिन हाउ वा माजुको सम्मानमा स्थापित गरिएको थियो। साथै यहाँका मानिसहरूले यसलाई चाहिँ तिन हाउ 10औं शताब्दीमा फुजियान प्रान्तका एक स्थानीय अधिकारीकी छोरी थिइन्। उनी जानकार र रोग निको पार्न र समुद्रमा नाविकहरूलाई खतराहरूको चेतावनी दिन सक्षम थिइन् भनिन्छ। जब उनको मृत्यु भयो उनको सम्झनामा तिन हाउ मन्दिर निर्माण गरियो। पछि मानिसहरूले उनलाई समुद्रकी देवीको रूपमा पूजा गर्न थाले।
यहाँ लगभग 70वटा 3 हाउ मन्दिरहरू रहेको छ। यी मन्दिर साधारण तीर्थस्थलको रूपमा सुरु भएर ठुला मन्दिर परिसरहरूमा परिणत भए। मन्दिरमा रहेका घण्टी, मूर्तिकला जस्ता किङ राजवंशका ऐतिहासिक अवशेषहरू रहेको छ र यो मन्दिरभित्र एउटा समुदाय रहेको छ जसले चाहिँ मन्दिरको रेखदेख गर्ने गर्दछ। मन्दिरको सरसफाइदेखि लिएर मन्दिरको संरक्षण गर्ने जिम्मा लिएको छ। म यहाँको मन्दिर चाहिँ 2.5 वर्ष अगाडि आएको थिएँ, जुन म नेपाल जानुभन्दा अगाडि आएको थिएँ। अनि ट्राभल गर्दाखेरि चाहिँ हामीलाई कार्ड चाहिन्थ्यो त्यतिखेर, जसमा चाहिँ कोरोना लागेको छैन भनेर लेखिएको हुन्थ्यो। त्यो चाहिँ यही ठाउँमा जुन मैले तपाईँलाई अगाडि पार्क देखाएँ नि हो त्यहाँनिर बनाएको थियो। अनि त्यो बेलामा म यहाँनिर आउँदाखेरि चाहिँ यो मन्दिर देखेको थिएँ र म यो मन्दिर गएको थिएँ त्यो बेला। अनि फेरि म हङकङ आएपछि चाहिँ मलाई यो मन्दिर आउँछु भनिरहेको थिएँ र आउनु मन पनि थियो। यहाँ चाहिँ धेरै आफन्तहरू हुनुहुन्छ नि त, सो म धेरैचोटि आइसकेको थिएँ तर मलाई यो मन्दिर आउन चाहिँ जुरिरहेको थिएन। अनि मेरो आमाले चाहिँ भन्नुहुन्थ्यो मन्दिर जानु मन छ भने आफूले मात्रै चाहेर हुँदैन अरे, मन्दिरले पनि आफूलाई बोलाउनु पर्छ अरे, तब मात्र यात्रा सफल हुन्छ भनेर। थाहा छैन यो कतिको सत्य हो या होइन, तर मैले धेरै प्रयासपछि आज मात्रै यो मन्दिर आउने मलाई जुर्यो। आमाले भनेको कुराहरूमा चाहिँ त्यसै पनि विश्वास हुन्छ, तर पनि योपल्ट चाहिँ अझ धेरै विश्वास लाग्यो मलाई। अनि आज सन्डे मान्छेहरू पनि यो मन्दिरमा आउने जाने क्रम जारी नै थियो। मलाई पनि मन्दिरहरू जान चाहिँ एकदम मनपर्छ। त्यो मन्दिरमा बजेको घन्टी अनि जुन मन्दिरमा एउटा भजनहरू लगाएको हुन्छ नि त, त्यसले चाहिँ अलिक मेरो मन प्रफुल्लित हुन्छ। भगवान् त हामी सबैको एउटै हो, भगवान्ले दिने सन्देश पनि एउटै हो, सत्यको मार्गमा हिँड। मन्दिरहरूतिर गयौँ भने चाहिँ भजनहरूले र गुम्बाहरूतिर गयौँ भने चाहिँ यो लामाहरूको साउन्ड हुन्छ नि, ओम माने पद्मे ओम, जसले चाहिँ मन एकदम शान्त भएको जस्तो अनुभव गर्छु है म चाहिँ। हजुरहरू पनि यो टेम्पल आउन चाहनुहुन्छ भने चाहिँ ग्यास क्विन रोडमा झरेर ठ्याक्क यसको इन फ्रन्टमा चाहिँ यो टेम्पल रहेको छ र हजुरहरू सजिलैसँग देख्न सक्नुहुन्छ।